1 वर्षभन्दा मुनिका बच्चालाई हनी दिनु हुँदैन, उनीहरू बिरामी पर्न सक्छन् भनेर त आजकल हामीले धेरैजनाले भनेको सुनिन्छ है। तर किन दिन हुँदैन, अनि 1 वर्ष पुगिसकेपछि चाहिँ बच्चाको शरीरमा के फरक आउँछ जसले गर्दाखेरि चाहिँ हनी दिँदा केही असर पर्दैन, यो भिडियोमा सुनौँ है त। बच्चा जन्मिसकेपछि 1 वर्षसम्म चाहिँ उसको पेटको अनि उसको पाचन क्रियाको वृद्धि विकास चाहिँ भइरहेको हुन्छ। त्यति बेलासम्म चाहिँ उसको पेटमा खाना गलाउनलाई चाहिने राम्रा खालका ब्याक्टेरियाहरू अनि अम्ल यानि कि स्टोमक एसिडहरूको राम्रोसँग विकास भइसकेको हुँदैन। अनि हनीमा चाहिँ क्लोस्ट्रिडियम बोचुलाइनम नामको एउटा स्पोर हुन्छ। स्पोर यानि कि बीजाणु हुन्छ। अनि यो बीजाणु चाहिँ हनीमा मात्र नभएर धुलोमा, माटोमा र बालुवामा पनि पाइन्छ है। जब यो बीजाणु चाहिँ बच्चाको पेटभित्र जान्छ तब बढ्नको लागि चाहिँ राम्रो वातावरण पाउँछ र उसको वृद्धि हुन्छ। त्यसपछि चाहिँ त्यो बीजाणुले चाहिँ एक किसिमको विष निकाल्न थाल्छ है। त्यो विषले गर्दाखेरि चाहिँ बच्चामा इन्फेन्ट बोटुलिजम नामको एक रोग लाग्न सक्छ है। त्यही भएको कारणले गर्दाखेरि चाहिँ 1 वर्षभन्दा मुनिका बच्चाहरूलाई चाहिँ हनी दिनु हुँदैन। अब 1 वर्षभन्दा माथिका बच्चाहरूमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ त्यो भित्रको स्टोमक एसिड अनि गुड ब्याक्टेरियाहरू चाहिँ डेभलप भइसकेको हुन्छ, जसले गर्दाखेरि चाहिँ त्यो स्पोरलाई चाहिँ बढ्न दिँदैन, उसको वृद्धि विकास चाहिँ पूर्ण रूपले रोक गराइदिन्छ है। 1 वर्षभन्दा माथिका बच्चाहरूले चाहिँ हनी पचाउन सक्छन्। तपाईहरू पनि 1 वर्षभन्दा मुनिका बच्चाहरूलाई चाहिँ हनी दिँदै हुनुहुन्छ भने चाहिँ यो कुरा याद गर्नु होला है त। हस्त, धन्यवाद।